चिन्नुहुन्छ तपाईलाई छोडेर जानुभन्दा अगाडि माया लाग्यो को विशाल बिना ऊ को बिना हो पक्का हो हजुरकै छोरा हो आफ्नै छोरी कसरी होला भन्नुहोस् त त्यसै हो भन्न पाइन्छ त यहाँ सिनेमङ्गलमा हुँदाखेरि छोडेको किन छोड्नु भयो त त्यस्तै थियो अब ढलानको हिँड्दा कोठा भाडा तिर्न सकेन यिनीहरूलाई पढाउन सकेन नानीलाई त 2 सम्म त पढेको 2 सम्म पढायो बाबुले नि 1 पढेको अनि यिनीहरूलाई मैले यहाँ मैदी देवीमा होस्टेलमा पनि हालेको थियो त्यहाँबाट पछि होस्टेलबाट नि अनि निकालिदिएछ निकालेर ल्याएर मसँग लगभग 3-4 वर्ष मैसँग बसेको आमाको नाम के हो कान्छी हो घर कहाँ हो कसको तपाईहरुको मेरो सिन्धुपाल्चोक हो तपाईको बच्चा कतिजना 2 जना 3 जना 3 जना कुन हो जेठो नानी जेठो त्यसपछि को विशाल त्यसपछि को बिनिता हो कति वर्षको थियो नि हजुरले छोड्दाखेरि सानै थियो मलाई नै याद भएन त्यति छोराछोरीको याद आएन यो बिचमा आएन पछि देखेपछि बल्ल पहिला त सम्झिनु भयो कि नै अब सम्झिनु मेरो आउने स्थिति नै थिएन त्यही कहाँ छ के त थाहा भएन अनि मोबाइलमा देखेपछि थाहा भयो अनि अहिले हेरेको गर्नुहुन्छ क्या कुन भिडियो हेर्नुहुन्छ नि भिडियो हेर्नुहुन्छ यो कतिचोटि हेर्नुभयो यो हेरेको हजुर हेरेको केही भन्न मन छ त छोरालाई ल केही भन्नुहोस् न त अब आज के भन्नुहुन्छ ल के भन्ने अब पहिला के भन्नुहोस् आफ्नो छोरालाई अब बाबुहरूले त्यही आफ्नो परिचय खोजेछ भन्नुभयो के अरे अब म घर जान्छु म बनाएर आउँछु त्यहाँबाट म बनाएपछि अब पहिला नानीको बनाउने बाबुको बनाउने म बनाउँछु पहिला मेरो बनाउँछु अनि म बाबुहरूको बनाउँछु हजुरले बिहा गर्नुभयो कि नै त्यसै बिहा गर्नु भएको छैन बच्चा बच्ची नै नानीहरू त्यति अनि त्यसमा होइन मानव उनीहरूलाई छोडेर गइसकेपछि अन्त बिहा गर्नु भएको कि नै गरेको छैन पक्का बच्चा बच्ची छैन नि कतै पनि तपाईँ एक्लो हो किन छोडेर हिँड्नु भयो त्यसरी त्यस्तै अब कोठा भाडा तिर्न सकेन अनि नसकेपछि अब घरबटीले के चिज गर्ने नानीहरूलाई पढाउन नसक्ने 2 सम्म त पढेको नानीले 2 सम्म पढ्यो बाबु 1 सम्म पढ्यो केही छ विशाल भन्नुपर्ने अब सोध्नुपर्ने आफूलाई पनि शङ्का लागेको मलाई त अनुहार त मिल्यो ल एकचोटि आश्रमको दाइ पनि आउनु भएको छ जसले 15 वर्षसम्म यी भाइ बहिनीको सुन्दर भविष्यका लागि मेहनत गर्ने सच्चा व्यक्तित्व हुनुहुन्छ म थोरै उहाँसँग पछि पनि कुराकानी गर्छु उहाँसँगको छुट्टै मेरो संवाद रहनेछ यस्ता असल समाजका हिराहरू जसले आज एउटा बच्चालाई नयाँ जीवन दिन एउटा नानी बाबुलाई नयाँ जीवन दिन सङ्घर्ष गर्ने एउटा सच्चा समाजको रियल मान्छे हुनुहुन्छ उहाँले गर्दा आज उहाँको हातमा यिनीहरू पुग्नाले आज यिनीहरूको जीवन यहाँसम्म छ सबै श्रेय उहाँलाई जान्छ त्यसकारणले अहिले उहाँ जो आफ्नो छोराछोरी हो भनेर तनहुँदेखि आउनुभयो उहाँ तनहुँमा काम गरेर बस्नुहुन्छ कसै कहाँ त्यही गाउँघरमा काम गर्ने मेरो छोराछोरी पक्का हो यस्तो हो नपत्ताए मैले घर पनि त पहिलाको घर पनि लान सक्छु भनेर भन्नुहुन्छ उहाँ सबै कुरा त्यसकारणले विशाल अब सबै कुरा दाइ केही भन्न छ भने मलाई त सबै कुरा मिलेकै लाग्छ होइन उहाँले भने सिन्धुपाल्चोक 3टा बच्चा बच्ची श्रीमतीको नाम कान्छी होइन अब यो अनुहार पनि मिल्छ अनुहार यो कसैले जति छुट्ने अगाडि हेर्ने हो नि नमिल्ने भन्ने चाहिँ छैन त्यसकारण विशाल केही बोल्नु पर्यो तपाईँलाई छोडेर जानुभन्दा अगाडि माया लाग्यो माया त लागेको थियो त अब त्यतिखेर नसक्ने अब स्थिति नै थिएन मेरो कोठा भाडा तिर्न सकेन केही गर्न सकेन आज त के भन्न मन लाग्यो
यत्रो वर्ष खोज्ने कोसिस गर्नु भएन हराएपछि खोज्नु भएन केही थाहा नै भएन कि उहाँलाई केही त थाहै पत्तै भएन। उहाँलाई त यहीँ झरेर हिँड्नु थाहा रहन्छ पछि हामीलाई उता लगिसकेपछि नि सोध्न जानु भएन पहिला पछि ठाउँमा म यता आउँदै आएन म उहाँ तनाउ बस्छु त्यसपछि तल जानुभयो आउँदै आउनु भएन यहाँ कति वर्षमा काठमाडौँ आउनुभयो आज थुप्रै वर्ष भयो बाबुहरूलाई छोडेपछि म यहाँ छोडेर म तनाउ गएन पोखरा बसेँ पोखरा पोखरा। काठमाडौँ आउँदै आउनु भएन भनेपछि आज उनीहरूलाई छोडेर हिँड्नेदेखि पहिलोपटक काठमाडौँ आयो बल्ल पहिलो फेट्यो पहिलोपटक काठमाडौँ आयो हजुर छोडेर हिँड्नुभयो छोड्दाखेरिको समय कतिखेर छोड्नु भएको थियो बिहान काममा गएको थिएँ त्यहाँबाट बेलुका आएर अब कोठामा जानै नसक्ने स्थिति थियो त्यहाँबाट गएर ढलाउनु नागेसँग 1000 रुपियाँ मागेर यहीँ आएर नाइट चढेर गएको 6000 मागेर हिँड्नुभयो होइन 1000 1000 रुपियाँ मागेर यहीँ आएर नाइट चढेर गएको अब के परिचय बनाउन जानु पर्यो तपाईँ नागरिकता भइदिएको भए कति सजिलो हुन्थ्यो हामीलाई थिएन त मैले सानैमा गाउँ कति वर्षमा गाउँ छोड्नु भयो हजुरले हजुर 8-9 वर्ष थियो होला ए 8-9 वर्षको उमेरमा छोडेको गाउँ अहिलेसम्म जानु भएको छैन बुवाको नाम थाहा छ थाहा छैन आमाको नाम थाहा छ आमा झन् सानैमै गएको बुवाको दाजुभाइ थाहा छ थाहा छ माइलो कान्छा हो त्यस्तै हो थाहा छ कतिजना दाजुभाइ बुवाको बुवाको 4 भाइ पक्का आमाहरू दिदीहरू हजुरको फुपू दिदीहरू फुपूहरू 2 2 भाइ भाइ अनि तपाईँकोतिरको दाजुभाइ दिदी बहिनी मतिर एउटा बहिनी छ दाजुभाइ छ बहिनीको नाम के हो बहिनीको नाम पनि थाहा भएन हजुरतिर आफ्नो एउटा बहिनी छ थियो बाबु अहिले त छोडी भइहाल्यो कति वर्षको पुग्नु भयो हजुर म अँ 9 सालको भने कति भयो ए हजुर 9 सालको मान्छे हो नौ सालले त तपाईँ धेरै वर्ष कहाँ हुन्छ 9 साल 9 सालको 9 साल होइन नि हजुर 9 सालले त तपाईँ कति वर्ष पुग्नु पर्यो हजुर त 73 वर्ष होइन त 73 वर्ष पुग्नु पर्यो 73 वर्ष त हुनु भएन भएन उहाँ सोधेपछि थाहा हुन्छ गाउँमा गएर सोधेपछि आफ्नो जन्म थाहा हुन्छ भन्नु नि फुपूहरूले जुन फुपूहरू छन् ठिक छ यही हो नानी होइन नानी बाबु नातिनु अब यहाँ त झन् तिमीहरूको आइडेन्टिटी होइन पहिला उहाँको पो परिचय खोज्नु पर्यो यो परिचय खोजेर तिमीहरूको बनाउने कुरा हो केही बुवा होइन भन्ने केही लाग्छ र केही छ भने भन्नु है प्लिज भन्न पाइयो उहाँले भनेअनुसार सबै ठिकै छ मलाई याद भएको जति नि उहाँले भन्नुभयो ठिकै छ केही छ अरू आफूलाई याद भएर सोध्न मिल्ने केही कुरा छ सोध्नु न त्यही पनि एउटा दुइटा कुनै कुरा हजुरलाई याद भएको केही उहाँलाई क्रस गरेर सोध्न सक्नुहुन्छ नि बाबुले भन्दा बढी नानीलाई थाहा हुनुपर्ने आउनु नानी यताबाट आउँदा सोध न यहाँ बुवा आउनु भएको छ ल नानीलाई थाहा हुनुपर्ने बढी केही पुरानो कुरा केही सम्झिन्छ के सम्झिन्छ भन्नु नानी भन्नु कुनै बुवालाई सोध्न मिल्ने सोध नि त यो बेलामा तिमीले छोड्ने दिन उनीहरूले कस्तो कपडा लाएको थियो स्कुलबाट आएको कि आएको थिएन कुनै म छोड्ने दिनमा म घरमै आएन नानीहरू स्कुलबाट घर आएको थियो कि आएको थिएन कोठामा त्यहीँ बैलैको कोठाइबाट त होला नि त्यहीँबाट कहाँ यहीँ सिनामङ्गलबाट हो ए सिनेमाङ्गलबाट हो हजुर पहिलाकै कोठाबाट हो नि यहीँ सिनामङ्गल घरबाट आन्टीहरूको नाम थाहा छ थाहा छैन बिर्सी भ्यायो मैले त त्यो घर जानु पनि सक्छ अहिले तपाईँ गयो भने यहाँ सिनामङ्गल सक्नुहुन्छ यहीँ नजिकै त त्यहीँ बागमतीमा अनि उनीहरू कुन स्कुल पढ्न जान्थे पहिला यहाँ माथि गुसरीभन्दा माथि के भन्छ कहाँ त्यति बेला कुरा छ गुसरी स्कुल भन्छ कोठा कतिवटा लिएर बस्नुभएको थियो एउटै एउटै कोठा थियो बेड बिस्तारा कतिवटा थियो म भुइँमा सुत्थेँ नानीहरू खाटा सुत्थेँ मिल्छ याद छ त्यो कुरा सम्झिन्छ हो माथि छतमा बस्ने हो कि छतनिर माथि छतमा हो हजुर छतनिर बस्ने छतमा बस्यो हो कोठा थियो छतमा पनि ए म भुइँमा सुत्थेँ नानी बाबुहरू खाटा
मिल्छ मिल्छ उहाँ नै हो हजुर उहाँ नै हुनुपर्छ छतमा तपाईँहरू कोठा थियो माथि तल्लोमा एक तल्लो मुनि भयो अर्को तल्लोको माथि हो सम्झिन्छ हो हो त्यो त हो याद आउँछ त नानी बाहिर स्कुल गएर मसँग आएर भाँडा माझ्नु गएर यिनले 500 रुपियाँ कमाएर ल्याएर पनि त्यो पनि मलाई पनि थाहा छ यो जान्थ्यो अर्को घरमा काम गर्न जान्थ्यो सानै उमेर 500 ल्याएर दिँदाखेरि मैले 2 किलो चामल ल्याएर अरू पैसा राख याद छ हो 500 ल्याएको त्यस्तो त याद छैन मलाई थाहा छ मलाई याद छ काम गर्न चाहिँ जान्थेछ मलाई थाहा छ काम गर्न जान्थ्यो आउँथ्यो बेलुका आउँथ्यो पिटा मात्रै याद छ बुवाले पिट्नुहुन्थ्यो तपाईँले के भनेर पिट्नुहुन्थ्यो तिमीलाई यता हेर न यता खालि उता फर्किन्छ यो मान्छे त दिन नानी दाइले बहिनी भनेकै भएको कुरो नानी नरो 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 आऊ। दाइले ल अब आफ्नो बुवालाई म भेटाउँछु ल रुनु पर्यो भएको तानेर अङ्गालो मार्नु आफ्नो छोरीलाई माया गर्नुहोस् कुरो फाटाफाटी भन्नु भइहाल्यो नि किन नर्ना बुवा हो कि त्यसो न बिचरा उसलाई नि पीडा भयो नि त भएको कुरा भन्ने त बस दाइ दाइ सेन दाइले हेर न नानी अरु दाइले हेर नानी हेर बहिनी मैले छोरी मेरो गल्ती भयो भनेर आउनु भएको नि त अब नरहु नि त त्यो त पढा लेखा मान्छे अनि पढ्न पाउनुहुन्न थियो मैले सक्दैन थिएँ ना यो नानीहरू दुइटै नानीहरू मसँग भए भए यति पढ्न पाउँदैन थियो मैले सक्दैन थिएँ त्यतिखेर पनि मैले 2 पढ्दाखेरि पनि मैले नसकेर छोडेको मसँग भए भए यिनीहरूले यत्रो पढ्न पाउँदैन थियो मैले सक्दैन थिएँ आमा थिएन आमाले सानोमै छोडेर गएको हो आमाले पहिला छोडेर गएको हो आमाले पहिला छोडेर गएको आमाले छोडिसकेपछि कति समय राख्नुभयो त हजुरले 3-4 वर्षपछि ए मैले यहाँ मैदेवीमा होस्टेलमा हालेको हो त्यहाँबाट फेरि अब होस्टेल बसेको थियो मैदेवीमा भेट्न त्यो होस्टेल बसेर चाहिँ खासै याद भएन भेट्न नजानु भनेर बनाएको थिएँ मलाई त्यहाँ पछि म फेरि नानीहरूलाई भेट्न गइसकेपछि यिनले त बाउ रहेछ यिनको बाउ रहेछ किन यिन बच्चाहरूलाई किन होस्टेलमा राखेर रहेछ भनेर फेरि त्यहाँबाट निकालिदिएपछि म कामबाट आउँदाखेरि बाउ कोठामा आएर बसिरहेको थिएँ होस्टेलमा हालेको थिएँ मैदेवीमा त्यहाँ कस्तो हाल्नुपर्छ निकाल्न नपाउने गरेर हालेको थिएँ त्यहाँबाट पछि म यिन भेट्न जाने भएँ भेट्न जाँदाखेरि यिनको बाउ रहेछ भनेर निकाल्थेँ त्यहाँबाट निकालेर मैसँग राखेँ राम्रो नि होइन बहिनी हामी सामुन्ने दाइ छ यत्रो आदरणीय सर हुनुहुन्छ तिमीलाई त मैले बाचा गरेको छु नि अब बुवा हुनुहुन्छ हो नै यसमा 2 मात्रै छैन हो होइन डिएनए चेक गऱ्यो भने पनि मिल्छ एक कुरा 2 मत गर्नुपर्ने छैन एकदमै भन्नुभयो अनुसार सबै मिल्यो सबै मिल्छ केही छ विशाल तिमीलाई डाउट लाउने अझै पनि छ त सोध कि प्लिज केही कुरा सम्झिनु चाहिँ क्लियर भएर गर्न पाइयो जे चिज पनि अब घर 12 विषय मिल्छ आमाको नाम मिल्छ दिदी बहिनी मिल्छ तिम्रो कोठा मिल्छ कोठाको बसाइको घरको कोठा मिल्छ तिम्रो पढ्न गएको पनि मिल्छ उसले भाँडा बाँध्न गएको पनि कुरा मिल्छ काम गर्न गएर यिनले 500 रुपियाँ कमाएर पनि ल्याएको 500 रुपियाँ लिएर आएको लिएर आएर मलाई दिन्थ्यो मैले 2 किलो चामल किनेर ल यो तिमीले राख भनेर मैले फेरि दिन्थेँ अब के गर्ने त ल छोराछोरीलाई परिचय त बनाउने कुरा भयो एउटा बुवाको माया दिने कि नदिने त अब माया किन्न दिने अब दिनुहुन्छ हजुरको पनि कोही छैन छैन अब गाउँमा मेरो गाउँमा गएर उहाँ गएर यिनीहरूले काम गर्दैन सक्दैनन् उहाँ दुःख छ यिनीहरू गाउँमा बस्दैनन् यतै आउँछन् होला गाउँमा त अब बेसँग दुःख छ उहाँ गएर काम गर्न सक्दैन ठिक छ तपाईँले गरिरहेको ठाउँमै काम गरेर नि पाउनुभयो उनीहरूलाई परिचय बनाइदिने कुरा हो अब यो समय लाग्ला तपाईँ भोलि यिनीहरूसँग कुरा गर्ने बोल्ने अब आफ्नो गल्तीलाई स्वीकार्नुपर्छ दाइ स्वीकारेँ मैले भने त अब नानी बाबुहरू मसँग बसेको यत्रो पढ्दैन थियो पाउँदैन थियो मैले सक्दैन थिएँ त्यतिखेरै नसकेको हो म ठिक छ अब तपाईँलाई गाली गर्दा पनि गर्दैन विगतलाई छोडिदिन्छु अनि गाउँ जाने त अब ल अब भोटेकोसी लगायो भने मलाई गाउँ लान सक्नुहुन्छ पक्का 12 बजी पुगेपछि म 70 पाल्छु पुऱ्याउँछु पुऱ्याउनुहुन्छ त्यसो जाने त
जाने होला नि बाबुहरू लागि पहिला मेरो बनाएपछि बाबुहरूको नबन्ला के अरे मेरो नभइकन नबन्ला हजुरको बनाउनु पर्यो ल हुन्छ जाने पर्यो जाने होइन त हुन्छ केही छ बुवा हो कि होइन भनेर सोध्नुपर्ने केही छ बिना हो नै हो राजा हो ढुक्क हुनु रुनु पर्दैन किन रुनु पऱ्यो र आफ्नो मनमा लागेको कुरा खुल्ला भन्ने हो र म पनि त्यसै मलाई पनि गाउँबाट त्यस्तै गरेर भागेको मैले नसकेर छोडेको मसँग बसेर मैले अघि नि भने कति भन्नुपर्छ र त्यत्रो पढ्नु पाउनु थियो बाबुआमाको माया त पाएन नि त पढाइ त आफ्नो ठाउँ हो बाबुआमाको माया पाएनन् त्यो चाहिँ पाएँ होइन अब हजुरको थिएन धन्न अर्को बिहा चाहिँ गर्नु भएर हुन्छ होइन एकदमै फाइनल्ली बुवा फेला पर्नु भएको छ अब थप हामी बुझ्ने प्रयत्न अब उहाँ अब त यता के भने उहाँको परिचय पहिला बनाएर उहाँलाई कम्प्लिट उहाँको भ्याइसकेपछि बनाउनुपर्छ तर सँगै लिएर जाने एकैचोटि गइयो भने भोलिका दिनमा अरू काम गर्न सजिलो हुन्छ हामीलाई अन्त पनि सजिलो हुने कारणले भोलि सम्भवतः भोलि बिहान हामी भोटेकोसी जान्छौँ यो यात्रा हो आशा छ यिनीहरू मेरा प्यारा भाइ बहिनीको जीवन बदल्ने यात्रामा झन् बुवाको पनि उद्धार हुने भयो छोराछोरी खोज्दिन आउँदाखेरि बुवाको पनि त उद्धार हुने भयो किनकि उहाँको पनि त परिचय छैन यही नै हो यो मासे सबै नेपालीहरूसँग परवाह गर्दिन आग्रह गर्छु नमस्कार